कहिले नयाँ स्टार्टअपहरू एकै ठाउँमा देख्नु भएको छ। म सौरभ मरासिनी जाँदैछु रिभ्याम्प गण्डकी एडिसनमा। सम्भावनाको संगम छ। कुन प्रोडक्ट, कस्तो कम्पनी, रहस्य खुल्दै जानेछ। अन्तिमसम्म साथ दिनु होला। हाल देखाइएको दृश्य हो सभागृह हलको, देख्न सक्नुहुन्छ। सबैजना स्टार्टअप्सहरूले चाहिँ आफ्नो स्टल सेटअप गरिसक्नु भएको छ। सबैजना आफ्नो प्रोडक्ट लिएर रेडी हुनुहुन्छ एक्जिबिसनको लागि। सुरुमै हाम्रो आँखा गयो गाउँले कोसेली नाम भएको स्टलमा। उहाँहरू नेपाली लोकल फुड्स प्रमोसन एन्ड ब्रान्डिङ गर्नुहुँदो रहेछ। उहाँसँग कुरा गरेर बुझ्दा अझै रमाइलो लाग्यो। त्यो पछि हामी अर्को स्टलमा एड्सटेकको बारेमा बुझ्न पुग्यौँ। एड्सटेकको बारेमा सुन्नुभयो कि नै? जुन चाहिँ प्रोडक्ट सबै हामी नेपालमै बनाएर बेच्ने कुरा। एड्सटेकको बारेमा बुझिसकेपछि हाम्रो टोली सुलोचना जीसीजीको अचारको बारेमा बुझ्न पुगियो। अचार चाख्ने मौका पनि पाइयो। निकै नै स्वादिष्ट लाग्यो अचार। त्यसपछि हामी केही बेर कुराकानी गरेर अगाडि बढ्न थाल्यौँ। हाम्रो आँखा नेपाली लोकल रक्सीमा पुग्यो। तपाईहरू देख्न सक्नुहुन्छ नर्मली प्लास्टिकको बोतलमा पाइने हाम्रो लोकल रक्सी प्रिमियम सिसाको बोतलमा कस्तो राम्रो देखिरहेछ। ग्रिन गोल्ड डिस्टिलरी अझै पनि एक्सपेरिमेन्टको फेजमा रहेछ। सरकार र अरू चुनौती त छँदै नै छन्। आँट गर्नुभएको कुरामा सफलता मिलोस्, हाम्रो पनि साथ सहयोग हुने नै छ। त्यो पछि हामी पुग्यौँ बुढाबुढी नाम भएको अर्को स्टलमा, जहाँ प्योर कटन बेडसिट्स एन्ड क्लोथेस इन फाइन क्वालिटी सेल गर्नुहुँदो रहेछ। त्यसपछि हामी पुग्छौँ एकदम रोचक ढङ्गले बजारमा प्रस्तुत गर्नुभएको डायरी, जुन चाहिँ हाम्रो खेरा जाने परालबाट बनाउनु भएको रहेछ। वातावरणको ख्याल र संरक्षण गर्नु हाम्रो दायित्व हो। त्यसैले हाम्रो पियुका साथीहरूबाट गरिएको यस प्रयासलाई सफलताको शुभकामना। यसका बारेमा सम्पूर्ण जानकारीका लागि तपाईहरू मेसेज र पेज भिजिट गर्न पनि सक्नुहुनेछ। त्यसपछि हामी माकुसेको स्टलमा पुग्छौँ। यो चाहिँ इस्टाब्लिस नेपाली ब्रान्ड रहेछ। काठमाडौँबाट सुरुवात भएको कम्पनी पोखरामा पनि शाखा खोल्न सफल भइसकेको रहेछ। एकदमै राम्रो क्वालिटीको प्रोडक्ट्स साथै राम्रो प्याकेजिङ हुँदो रहेछ। हामीलाई निकै राम्रो लाग्यो। मेडिको नेटवर्क, उहाँहरू सर्भिस बेस इन्डस्ट्री हुनुहुँदो रहेछ। बढ्दो समयलाई बुझेर निकै काम लाग्ने सेवाहरू प्रदान गर्दै आउनुभएको रहेछ। जानकारीका लागि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी पोखरा जावा बरिस्टा एन्ड बेकरी ट्रेनिङ सेन्टरका प्रोपाइटर प्रज्वलजीसँग पनि हामी उहाँहरूको सर्भिसको बारेमा केही बेर कुराकानी गऱ्यौँ। सबैतिर बुझिसकेपछि हामी फुडमान्डुको स्टलतिर आउँछौँ। यहाँ रमाइलो गेम हुँदै रहेछ। बोतललाई कन्टिन्युसली 3 टाइम्ससम्म अडाउनु पर्ने भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ सुरुमा चाहिँ ट्राई गऱ्यौँ। त्यसपछि चाहिँ मैले चाहिँ ट्राई गर्दा गर्दा लगातार 3 चोटि गरेँ। अनि मैले चाहिँ एउटा किरिङ पाउन सफल भएँ। तपाईँ देख्न सक्नुहुन्छ। यस्तो राम्रो कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुहुने सम्पूर्ण अर्गनाइजिङ कमिटीलाई धन्यवाद दिन चाहन्छु।